मैले चाहिँ आज यस्तो स्टाइलमा काटेँ किनकि मेरो बुढाले यस्तो काट्दाखेरि गाइस यो त लपै भएछ। हुन्छ मैले दिइहालिसकेको छु। यो चाहिँ किन हालेको भन्दा बुढाले चाहिँ चप लिएर आउनु भएछ। यो चाहिँ यस्तो छ नि किसिम एकदम फ्रेस। पुरा यहाँ हेर्नुहोस् लट्री भनेपछि यति धेरै क्रेजी। ओ यहाँ खाइसकेको भन्दा पनि 1 घन्टाहरू जस्तो भयो। सो गाइस अब चाहिँ लन्चको लागि चाहिँ रेडी गर्नु गइरहेको छु। लन्चमा चाहिँ के बनाउनु भन्दाखेरि गाइस सब्जी थिएन घरमा, इस्कुस मात्रै थियो नि त। सो इस्कुस र आलु चाहिँ बनाउनु गइरहेको छु म होइन गाइस। को कसलाई मनपर्छ इस्कुस गाइस? कुन इस्कुस चाहिँ नि बाहिर छिल्दा चाहिँ कस्तो सफ्ट हुँदो रहेछ, कुन चाहिँ पुरा साह्रो पर्दैछ, छिल्नै मान्दैन रहेछ क्या त्यसको बोक्रा। मलाई छुरी बुट्टै भएको भन्दा त त्यस्तो होइन रहेछ, यस्तो बोक्रामाथि पनि डिपेन्ड गर्दो रहेछ नि त। सो त्यही भएर हेर्न सक्नुहुन्छ कत्रो ठुलो इस्कुस छ। 1 केजी इस्कुस चाहिँ 2टा मात्रै चढेको अरे मेरो बुढाले भनेको। आधा केजी इस्कुस छ गाइस यसमा, तर भारी चाहिँ भारी छ। सो त्यही भएर चाहिँ आज यस्तो स्टाइलमा काटेँ किनकि मेरो बुढाले यस्तो काट्दाखेरि गाइस यो त लपै भएछ त। सो त्यही भएर अरू बेला चाहिँ म अर्को स्टाइलमा काट्छु, आज चाहिँ यस्तो स्टाइलमा काटेको। अनि दाल चाहिँ भिजाइराखेको कालो दाल, किनकि अलिक टाइम लाग्छ नि त सो एकछिन मजाले भिजियोस् भनेर। चाहिँ कालो दाल बनाउने। यहाँ प्याज खोर्सानी रेडी। हाम्रो यहाँ कराईमा तेल ततिँदैछ गाइस होइन। सो भाडाले सुस्मिता छिटाउ न छिटाउ भनेर बोलाउँदैछ। चाहिँ हाम्रो घरमा चाहिँ यस्तो हुँदैछ मर्निङमा। अनि अब मजाले भिडियो पनि सुट गर्नु पाइनँ, ट्रान्जेक्सन एउटा मात्रै भयो। सो अहिले यो बनाएर खाना बनाएर चाहिँ नहेर आएर चाहिँ म फेरि रिल्स बनाउँछु भनेर सोचेको छु। बट लेट्स सी के हुन्छ होइन। सो अहिले फिलहाल चाहिँ कराई पनि ततिँदैछ, यस्तो धुवा मलाई चाहिँ एकदम डर लाग्छ कि त्यही भएर म चाहिँ सानो पारिदिइहाल्छु ग्यास। मलाई जस्तो डर चाहिँ कसैलाई लाग्दैन होला, बट मलाई चाहिँ लास्टै धेरै डर लाग्छ ग्यास। I'm too much scared about oil. This is heavy also. Maybe दालले पकाइदिन्छ। कोही चिकन्छ होला त दाल पानी पस्यो। ला पानी पस्यो। एकछिन अलिक टाढो चाहिँ मैले दाल पनि पाक्दैछु, सिटी लाग्यो, इस्कुस पकाउँदैछु। यो दाल पछिमा चाहिँ म बनाउनु गइरहेको छु भात माम। सो गाइस यो देख्नु हुँदैन, यो चाहिँ म के गर्नु गइराखेको छु गेस गर्दै गर्नुहोस् होला तपाईँहरू होइन गाइस। सो यहाँ चाहिँ यस्तो भइराखेको छ। वेन आई वाज स्मल, म सानो हुँदाखेरि चाहिँ मैले देखेको थिएँ मम्मीहरूले आमाले यस्तो गर्नुभएको, आमाले। सो आज चाहिँ म ट्राई गर्नु गइराखेको छु होइन। लेट्स सी के हुन्छ। मैले दिइहालिसकेको छु। यो चाहिँ किन हालेको भन्दाखेरि सानोमा मैले सुनेको थिएँ आमेनीले भन्नुहुन्थ्यो कि यो चाहिँ हालेर भिजाउनुपर्छ, किनकि हामीले लिएर आएको नि त दोकानबाट किनेर। सो यो हाल्यो भने चाहिँ जति पनि मैला छ सबै निस्किन्छ। सो सेकेन्ड थिङ चाहिँ के हो भन्दाखेरि हामीलाई ज्यादा तेल खाँदैन अरे, किनकि यो सबै पानीमा डुबाउनुपर्छ अरे 5 to 6 आवर्स, नभए 3 to 4 आवर्स। अब जति सक्नुहुन्छ हजुरहरूले त्यति बेलासँग भिजाउनुहोस् हो। सो त्यो भएर आउने त्यस्तो भइरहेको छ। हजुरहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ म भिजाउँछु किनकि घाम लागिरहेको छ, यसलाई भिजाएर चाहिँ सुकाउनु पनि पर्ने हुन्छ नि त, पानी तर्काउनु पर्ने हुन्छ नि त। सो त्यही भएर म ठुलो बोल लिएर आएको, त्यो सानो भयो जस्तो लागेको भाँडा। यहाँ देख्न सक्नुहुँदैछ यो बबल्स निस्किँदैछ कि गाइस। सो हाम्रो घरमा चाहिँ पक्का दिवाली आइसक्यो, हेर्न सक्नुहुन्छ हजुरहरूले। मेरो सब्जी पाकेको छ, पाकिसकेको छ, हेर्न सक्नुहुन्छ गाइस। यस्तो पो भयो त। के सोचेको चाहिँ कस्तो बनाउँछु भने यस्तो बनेर गाइस हो। अलिकति साह्रो छ त्यसमा नै राइस पनि बसिसकेको छ। अनि हाम्रो यहाँ दाल पनि भइसकेको छ गाइस। कालो दालमा चाहिँ मैले दिवा हालेँ। अन्त हाम्रो दिया इज हियर, यसलाई चाहिँ राख्नुपर्ने हुन्छ गाइस होइन। रुम चाहिँ हेर्नुहोस् न हाम्रो, योहरू सबै धुने लुगा हो होइन गाइस। मेरो बुढा चाहिँ हिजो खोला जानको लागि लुगा प्याक गरेर लिएर जानुभएछ हो, मलाई याद छैन। म नुहाउनु गएको हिजो आउने साथै ऊ पनि भागिहालेछ।
गाइस मेरो बुढा चाहिँ यति छिटो भाग्छ कि तपाईँहरूलाई के भन्नु मेरो बुढामा त्यस्तो कि म नआउनु गयो मेरो बुढा गायब भइहाल्छ क्या छिटो भागिदिन्छ। मेरो बुढाले चाहिँ चप लिएर आउनु भएछ। यो चाहिँ यस्तो छ नि किसिम यो चाहिँ फुड कलर हो क्या गाइस यो चाहिँ फुड कलर हालेर तर स्कुलको चप चाहिँ एकदम धेरै टेस्टी क्रन्ची हुन्छ नि त गाइस दिस वान इज नट द्याट मच क्रन्ची मलाई क्रन्ची लागेन सो गरम भयो गाइस उसले आउँदा त कोक चाहिँ खाएर आएकै हो कि भन्नु त्यो खोल्नु पर्ने रहेछ त्यो उकाउनु पर्ने रहेछ गाइस यो चाहिँ हामीले हिजो क्यान्टिनबाट लिएको यो निकाल्नुपर्छ होला हौ यो माथिको उसले त फेरि छिटो भत्काउँछ नि यो भन्दा चाहिँ यस्तो यो छेदपार राम्रो हो क्या त्यो भक्भक झर्छ क्या त्यहाँबाट ल्याउँ छेद पार्ने फिन्छ ल्याउँ गाइस उसको कुरा सुन्नुभयो हजुरहरूले सो गाइस यहाँ चाहिँ यो चाहिँ उकायो भने हुन्छ भनेको नरिवल खान्छु एकदम फ्रेस नहेर्नु सक्नुहुन्छ भर्खर काटेको आपाले फ्रिजमा हालेर झन् चिसो चिसो भएछ खाने You want? आप्पाले फेरि फुकिदिनु भएछ हिजो सबै गइसकेको थियो नि त यसको हावाई चाहिँ यसरी घरभित्र आउँछ हो नि हेर्नुहोस् न उसको पार्टनर कता गयो उसको पार्टनर किधर वेयर इज योर पार्टनर सो गाइस आज धनतेरस अरे भन्छ सबैले सुन चाँदी किन्यो गाइस तर मैले किने कुच्चो गाइस धनतेरसमा सबैले धन किन्यो भने चाहिँ मैले चाहिँ गाइस कुच्चो किनेर ल्याएको कुच्चो अहिले भर्खर म र हस्बेन्ड गएर चाहिँ कुच्चो किनिकन लिएर आएको गाइस पुरा यहाँ हेर्नुहोस् लट्री भनेपछि यति धेरै क्रेजी ओ यहाँ के भन्न चाहन्छु देख्यो उसले अब हेरिसकेर फसेन भने चाहिँ उसले दिइहाल्छ है मलाई हातमा फस्यो भने चाहिँ 50-50 ल 18/10/2022 खै गाइस यस्तो क्रेजी हुनुहुन्छ यहाँ कलरमा लागेन 610966106161 छैन 1084 मा लागेछ कति हो तपाईको 10 लास्ट 18 कति हो देखाउन हेर्छौ परेन 84 मा लागेछ मुनि डाइरेक्ट हेर्दा हुन्छ के हो माथि त लागेकै छैन माथि लागेकै छैन जानु अब तपाईँ जानु युगो छैन कति ढिले हेरेको म त एकैछिनमा हेर्छु त 1097 अबे गाइस उसले हेरेको देख्नुभयो सो गाइस आजको भिडियो यस्तै भयो मैले उसलाई उयो किनेर लिएर आउनु भनेर फोटो पठाइदिएको होइन नलिकन आयो ऊ देख्यो अब उसले छोडेर त फसेको भए त उसले छोड्दैन त्यो बोकिहाल्थ्यो अस्ति 1200 फसेको कि बोकेको चाहिँ फेरि तपाईँले खास गरी काटेर चाहिँ यसरी फोल्ड गर्नुपर्ने हो कि किसिम अस्ति 1200 त्यसरी फसेको होइन नि गाइस उसले यसरी राख्छ काटेर चाहिँ जहिले कहीँ राख्नु हुँदैन अब यो फसेको छैन अब गएको के भन्छ त्यसरी चाहिँ नगर्नु न हौ त्यो उयो ए गाइस यसरी पटाउँछ उसले पढ्दा ढिला आयो चाहिँ म एक्लै जान्छ देख्यो कि अर्को पनि छ हौ सक्छ नि त यु गो ढिला आयो भने चाहिँ म डोर खोल्दिनँ आइनु भनिदिएपछि त्यही भएर आज घुमिहाल्ने गाइस फसाउने छैन बित्थामा उसले त्यो टिकटको नम्बर हुन्छ नि त्यो त उसलाई खेल्नु पनि आउँदैन त्यसै बित्थामा गएको यो मान्छे हो क्या भन्नु त हो त अन्त न के आउँछ गाइस मेरो धुप्पी चाहिँ नजिकसँग जिन्दा छ इट्स लुकिङ सो ब्युटिफुल एकदम धेरै दामी छ गाइस
गाइस मैले उसलाई किन पठाएको भन्दाखेरि चाहिँ म भिडियो बनाउँछु नि त उसले डिस्टर्ब गर्छ नि त ए 11 बजी मात्रै त आउँछ अब घर खसाउने छ होइन बित्थामा चालो सो गाइस अब चाहिँ म एउटा भिडियो बनाऊँ भनेर सोचिरहेको छु लेट मी सुट भिडियो गाइस किनकि आज भोलि मलाई भिडियो बनाउँदै छु सो त्यही भएर म भिडियो बनाउँछु भनेर सोचेको छु लेट्स सी के हुन्छ द्याट्स डिपेन्ड अन माई मुड सो थ्याङ्क यू फर वाचिङ सी द नेक्स्ट भिडियो एन्ड बाई बाई